म मरेको 24 घण्टा नबित्दै मलाई मेरो माया गरेको श्रीमतीले मलाई त्याग्छ। मैदेखि डराउन थाल्छ। मेरो छोराछोरीहरू मदेखि डराउँछ, मलाई लगेर फ्याल्छ। म शरीर रहेछ, म शरीर हो, म शरीर हो। मलाई किन फ्यालेको? तर मेरो आत्मालाई फ्याल्दैन प्रियहरू, मेरो आत्मालाई फ्याल्दैन। मेरो प्राणलाई पनि मैले कति काम गरेँ, असल काम गरेँ, मैले कति मण्डली वृद्धि गरेँ। मलाई राख्छ, पास्टर भनेर राख्छ, मलाई फ्याल्छ। तर मेरो आत्मा फ्याल्दैन प्रियहरू। हाम्रो नसकिने भनेको चाहिँ, हाम्रो नतिरिने भनेको चाहिँ, हामीलाई परमेश्वरले जुन कुरा हालिदिनु भएको त्यो कुरा चाहिँ आत्मा हो प्रियहरू, आत्मा हो। जागृति चाहिँ आत्माबाट सुरु हुनुपर्छ, आत्माबाट सुरु हुनुपर्छ। धेरैपटि हामी आत्माबाट सुरु गरेर शरीरमा हामी सक्छौँ भनेर बाइबलले भन्छ। त्यसै कारण हामीलाई जागृति सङ्गति चाहिन्छ, जागृति सङ्गति चाहिन्छ।